Siapa mama tanya? को जस्तो है तिमी जस्तो राम्रोसँग खिच राम्रोसँग खिच ल्याऊ मेरो फ्लोर चाहिँ यस्तो मेरो हस्पिटल मेरो चाहिँ 313 नम्बर 313 मेरो भिजिट गराउँछ है बेड के गरेर राखेँ राख्ने ठाउँ त है फ्रिज फ्रिज खाली छ के राखेर वातावरण छ आनन्द छ बेबीहरूको फोटोसुट खाइमा छ बेबीहरू चाहिँ सानो मान्छे guys. Hello. मेरो तेस्रो दिनको ब्रेकफास्ट बिहानको खाना खाली पेटको खाना
हेलो हेलो गाइस मेरो हस्पिटलले दिएको हो अनि यहाँ के अरे हिजो युज गर्दा गर्दा सकिसक्यो भिडियो बनाउनु पाइनँ क्या अनि यस्तो सेनिटरी प्याडहरू टन्नै थियो 2 दिन युज गरिसक्यो भइसक्यो होइन म चाहिँ बेबीलाई लिन जाने बेलामा यहाँ मोबाइलहरू के हालेर लाने होइन अनि त्यसपछि हस्पिटलमा चाहिँ केही पनि आफैले ल्याउनु पर्दैन कहीँ पनि आफै राखिदिन्छु तातो पानीहरू के खाने मेरो कप हुन्छ अनि त्यस पछाडि ब्रस टुथपेस्ट सबै अनि चाहिँ सेनिटरी प्याडहरू पनि राखेको छु मुनिबाट अनि यहाँनिर यो चाहिँ ब्रेस्ट के अरे मिल्क छोप्ने के भन्छ यति दुधहरू नानीहरू योहरू पनि भन्ने अनि कतिजना हस्पिटल भनेर चाउहरू दिएको छन् अनि सबै हामीलाई दिएछ अनि त्यसपछि यो पनि ओमियाको यस्तो दामी बनाएर दिन्छ यति वेट यति बेला छानेको भनेर होइन अनि त्यस पछाडि यहाँ चाहिँ उसको पहिलो नाइटो छ यहाँभित्र यहाँदेखि यस्तो दामी बनाएर दिन्छन् कि त्यसपछि यो क्रिम अनुहारमा आउने क्रिम पहिलो छोराको मान्छेको त लास्टै दामी मैले मिसिनमा चाहिँ एकचोटि हेर्दा भेटेको थिएँ तर अहिले चाहिँ अनि देखिन धेरैपल्ट फेरि यहाँनिर उमियाको दिएको छ अनि हस्पिटलले दिएको मेरो हातले भ्याउँदैन देखाउनलाई हेर्नुहोस् म बसेको हस्पिटल चाहिँ बाहिर नजर चाहिँ यस्तो चाहिँ यहाँबाट ट्रेन रातभर दिउँसोभर कुद्छ है ट्रेनको लेक छ म चाहिँ अहिले सनफ्लावरमा अहिले 8 बजेर 10-15 मिनट उनलाई अब जान लाग्यो छोरोलाई लिनलाई छोरीलाई लिनलाई हस्पिटलको बाहिरको नजारा फोटोसुट हो घरमा ल्याएको यहाँ हस्पिटलको खाना पुगेन भने यहाँ चक्लेटहरू खानु मन लाग्छ यहाँ चक्लेटहरू पनि छ के खानु मन लाग्छ भने होइन अनि यहाँ केही जुसहरू भिटामिनहरू होइन पानीहरू किन्न मन लाग्यो यहाँ छ अनि त्यस पछाडि तर आइसक्रिमहरू खानु मन छ भने सुत्केरी आइसक्रिमहरू पनि खुवाउनु भएको छ सोफाहरू खानु राम्रो वातावरणबाट को जानु मनपर्छ हो अब यहीँ बसेर मन लाग्छ हस्पिटल मेरो यो जिम्मा लास्ट हो राम्रो फोटो त्यो खाबल बच्चाहरू हो यति राम्रो हस्पिटल भएपछि घरमा तातो पानी खानु मन लाग्छ भने त्यहाँ तातो पानी चिसो पानी केही खानेकुराहरू अप्ताएर खानु मन लाग्छ हस्पिटल यस्तो छ मेरो मेमोरी हो ब्लड प्रेसर नाप्ने मेसिन कपाल नुहाउनु चाहिँ निस्केको आज चाहिँ कपाल नुहाएको मैले एउटा दुईवटा तिनवटा चारवटा
डाटा कनेक्सन चाहिँ 10 वटा यो वाला पनि थियो यो वाला पनि थियो यो वाला पनि थियो 交渉しない人を否定しています。 未来の国営放送のニュースキャスター Hello everyone. Good morning. आज सुत्केरीको सुत्केरी बत्ती बिरामीको 4 दिन भयो 7:05 आएछ स्किन केयर गरेर बिहानै भयो उठ्याएर भइरहेछ लाइट बाल्न ध्यान दिएर स्किन प्रोडक्टहरू हेर्नुहोस् न यति धेरै लाउँछु क्या तल मेकअप सामानहरू यहाँ छ हल्का मेकअप गर्नु पर्यो मेरो ऐनामा हेर्नुहोस् त आज मेरो चाहिँ आज 4 दिन भएको दिनको खाना हो यो चाहिँ है बिहान 7:30 बजे 7:35 भइसक्यो म चाहिँ अलिक बिस्तारै 7:30 बजेको मेरो ब्रेकफास्ट सुत्केरी खाना हेर्नुहोस् त गाइस के रहेछ के बिहानै पाइनापल त्यो दही बिहानै दही है अनि यहाँ भात अनि खाने अनि फेरि एकछिन सुत्नु पर्यो यो चाहिँ मेरो सुत्केरी 4 दिनको बेलाको बिहानको 12 बजेको खाना हो है म फेरि जे पनि खाइदिने हो है यता चाहिँ यहाँ चाहिँ लुगा धुने हो यहाँ चाहिँ यसो फोहोर भएकोहरू चाहिँ लुगा मार्ने पखाल्ने अनि त्यस पछाडि 100 रुपियाँ हालेपछि चाहिँ लुगा गरिदिन्छ यहाँ चाहिँ हात धुने पखाल्ने अनि यहाँ चाहिँ तातो पानी चिसो पानी अनि ओचिया टी ग्रिन टी सबै हालेर आफै झारेर यो चाहिँ फ्री हो अनि दिन्छ अनि यहाँनिर चाहिँ तताको चिजहरू खानेकुराहरू पकाउने त्यही व्यवस्था हुन्छ कि बच्चालाई यहाँ चाहिँ छोड्ने मैले चाहिँ जोडिसकेँ हेर्नु न यहाँनिर कति मात्रै हालेको फुल हो कि यस्तो दामी फुल्यो ओरिजिनल फुल हो नि हरेक दिन चेन्ज गर्छन् ओरिजिनल फुल लास्ट नमायो भोलि बिहान चाहिँ कपाल नुहाउँदैन जिउ मात्र अलिअलि नुहाउनु पऱ्यो जिउ नुहाएर सफा भएर जानु पऱ्यो है गाइज कति राम्रो फुल हेर्नुहोस् ओरिजिनल फुल हो दिनदिनै फुल चेन्ज गर्छ यहाँ त्यो दामी है मेरो नजर नआएर हेरेको म केही पनि लगाएको छुइनँ अब गएर अनुहार टल्काइदिन्छु अनि कपाल टल्काएर आएको हो गर्नुको लागि मेरो ब्लग आज मेरो यो हस्पिटलको लास्ट हो मेरो
गरेर लिन चाहेको। आज त बट्टा खतरा छ त, के रहेछ हौ यो बट्टामा नि हो चाहिँ मेरो नाम हो होइन। अनि यो बट्टामा चाहिँ के रहेछ त हौ, एकछिन हेर्नुहोस् है। ल है गाइज, कडक छ त, कडक कडक कडक। कसरी खानु हो, हेर्नु त कति राम्रो सजाएको। खानेकुराहरू यस्तो सजाएर बनाउनु पर्ने। अनि त्यस पछाडि हेर्नु गाइज अब हेर्नुहोस् अनि म यहाँ छु होइन। अनि मेरो छोरी क्यामेरा पक्रिन आउँदैन, मेरो छोरी यहाँ सुतिरहेको छ, सँगै सुत्ने हो आज। म चाहिँ टेलिभिजन रातभर खोलेर राख्छु है। अब हेर्दै जानु होला। मेरो आज लास्ट हो, भोलि बिहान चाहिँ बिहान 10-11 बजीतिर होला यहाँबाट जाने घर। भोलि बिहानको ब्लग हेर्दै गर्नु होला है त। हेलो एभ्रिवान, गुड मर्निङ। 6:45 गयो है। अब आज चाहिँ म चाहिँ यहाँ तातो पानी खाँदै बसिरहेको छु। छोरी यहाँ सुतिरहेछ होइन। आज त यो रुम पनि छोडेर जाने हो मैले। बेड आज छोरी गएर राख्ने बेबी के यो पनि आज रेडी हुन्छु। खाली त्यतापट्टि मात्रै फर्किन्छ खाली। आज लास्ट हस्पिटलको भिडियो हो तिम्रो गाइज। यता मम्मालाई हेर हेर। जय लक्ष्मी। यो चाहिँ मेरो आजको ब्रेकफास्ट हो। आज घर फर्किनुभन्दा अगाडि मेरो लास्ट ब्रेकफास्ट हो। अब लन्च चाहिँ घरमै हो है। ठिक्क 7:30 बजे
मेरो बेड धेरै धेरै धन्यवाद, कति आनन्द दियो है। सोफा त मेरो सामान रेडी गरेर आफै बुढाएर लाने हो गाइस। म चाहिँ मेरो ब्युटिफुल हस्पिटलमा बाहिर जान चाहन्छु। बाबाई अब सियो त हुँदैन, अहिले त साथीभाइहरूको केही भयो भने आउनु पर्ला नि। आफ्नो त दिस लास्ट हो, सामान सबै छ है। ल अब सायद फाइनल लाग्यो मेरो भ्लग गाइस। फाइनली हामी आमा छोरीको घरमा अब जानु बुढाले चाहिँ रोड गर्दैछ। लाटीको हस्पिटलबाट हामीलाई कति सफा बनाएर ल्याइदिएछन् है, यस्तो छिराएर है। यो लास्ट हस्पिटल बसाइ हो नि त तिम्रो छोरीको। है अब हामी चाहिँ ट्याक्सी आउनु लाग्छ। अब यो हाम्रो फाइनल हो, सानो मान्छे अब हामी यहाँबाट जाने। बाई, थ्याङ्क यू फर वाचिङ। धेरै धेरै धन्यवाद। हेरिदिनु, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। धन्यवाद। हुन्छ हुन्छ। ओ माई गॉड, टिका मुछिन है भरे। बिचरालाई नि kita masih gitu kan. Tahu. Oke. Jadi anu 17 Pro Max. Besar. माथिबाट रातो भएर आउँछ के आफै आइसक्यो। मेरो छोरी भित्र उसको बेड मानेर वेलकम हुँदैछिन्। ल वेलकम बेबी। ल सानो मान्छे वेलकम छ। खै अब म खिच्छु अलि पारा ल्याउनु। ए हो घरमा छिरै नर्मली। ए ल थ्याङ्क यू सो मच निलु। बिचरा त्यो फुलहरू कति राम्रो ल्याएर आएको त्यो फुलहरू। सानो मान्छे चाहिँ प्रवेश भइसक्यो है गाइस, हामी घरमा आइसक्यो। बिचरा निलु मेरो बुढा अनि त्यसपछि आमा छोरीको बेड चाहिँ यो हो गाइस। के गर्ने यस्तै छ मेरो रुम त, त्यति खासै राम्रो छैन।
Credit goes to Nilosan and then मेरो बुढो गाइज हेर्नुहोस् ल मेरो घरमा चाहिँ एकदमै छोरीको आगमन राम्रो भइरहेछ र मलाई पनि यहाँ सामेल गर्नुभएको रहेछ त वेलकम टु होम मामु छोरी भनेर ल धन्यवाद बुढोजीलाई सानो मान्छे यहाँ सुतिरहेछ ल आज लक्ष्मीको दुईजना लक्ष्मीहरूको आगमन अब केक काट्ने हामी बाउ आमाले नि काट्नु न त अनि बाउ पनि काट्नु न अब छोरी सक्दैन बाउ पनि त छोरी हो नि त बाउको छोरी हो ल ल कङ्ग्रेचुलेसन्स हजुरहरूलाई धेरै धेरै बधाई वेलकम टु होम मामु छोरीलाई भन्यौ तिमीले धन्यवाद तिमीलाई हैन तिमीले पाइदिने हो नि त हामीलाई हैन र यो त साह्रै गलिया जस्तो छ है अस्ति किन्नु हो कि हिजो किन्नु होला केक चाहिँ अब बिहान भ्याउनु आज केकले त सासै लामो फेरि उल्ले वा हे त्यसरी खुवाउनु यार हातले खुवाउनु चम्चा ल्याइदिनु दाइ पक्नु म पजमा चम्चा ल्याइदिन्छु नि त हात कस्तो छ पनि त्यो सकाएर अनि आउने हो हामी चाहिँ परिवार भेट्नलाई छैन छैन भइरहेछ दाइलाई पनि खुवाइदिनु दिदी छोरीको बाबाले चाहिँ खानु पर्दैन मेरो छोरी कहाँ पसे दराजमा ताण्डव मचाउनु आँट्यो बाहिर आऊ छोरो बाहिर आऊ बधाई छ तिमीलाई पनि ल हजुरहरू बाउ भएकोमा सेकेन्ड चोटि भन्नु न यो सफा गर्नु अनि निरो अब बुहारीलाई खाइदिनु अहिले खान्छ दिदी म छोड्दिनु अब खाइहाल्छु भयो भयो हस्पिटलबाट आएको मान्छे ल धेरै धेरै बधाई दिदी वेलकम गर्नुलाई अहिले नै खाइदिनु बनाइ ल तँ खामै केक ल दाइ ल धेरै धेरै धन्यवाद तिमीलाई क्यारम केक केक ल ल खाइ छोडिनु ल भयो भयो लानी पर्यो सरी घाँटीतिर गयो ल छोरी